आज मैले बनाएको खाना खाएर त सबैजना हाँस्नु पो हुन्छ त। सो हेलो गाइज, वेलकम माई मिनी ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आजको मिनी ब्लगको सुरुवात चाहिँ आगो फुक्दै भइरहेको छ, किनभने आज मम्मीहरू चाहिँ बारीमा कोदोको झार उखाल्दै हुनुहुन्छ। त्यही भएर म चाहिँ खाना बनाउनतिर लागे। आगो सागो बालेर खाना बसालेर राखेर म चाहिँ तरकारी काट्नतिर लागे। अझैले यो आलु खाँदा खाँदा नि वाक्कै भइसक्यो साथीहरू। हजुरहरूकोतिर के को तरकारी खान्छ यसो कमेन्ट गरौँ त। मैले तरकारी नि काटिसकेको, उता खाना नि पाकिसकेछ। त्यसपछि खाना निकालेर म चाहिँ लागे तरकारी बनाउनतिर। आगो नबल्या त्यस्तै धुवा, त्यही माथि गर्मीले त मेरो हालत त लास्टै खराब बनाइदियो नि साथीहरू। बल्ल बल्ल तरकारी पाकेछ। त्यसपछि म चाहिँ दाल पकाउनतिर लागे। दाल चाहिँ बिहानै बसालेर राखेको रहेछ, झान्न मात्र बाँकी रहेछ। मम्मीहरूलाई नि मान्नै पर्छ, दिनकै पकाउनुहुन्छ यस्तो गर्मीमा। सबै रेडी गरेर मम्मीहरूलाई खाना खान बोलाए। त्यसपछि मम्मी चाहिँ सबैले खाना पस्किँदै हुनुहुन्छ। यता मेरो पालो हजुरआमालाई कस्तो भएछ भनेर सोधेको त मिठो भएछ भन्दै हुनुहुन्थ्यो। त्यसपछि मैले पनि खाना सुरु गरेँ। ल साथीहरू, आजलाई यति नै। नेक्स्ट भिडियोमा भेटौँला, बाइ बाइ।